गेट बजेको छ नानी, जाऊ त हेर को आयो। हस्। हाम्रो गाउँको मुन्तली भाउजू पो आउनु भएको रहेछ। मुखिया बाको घर होइन यो? हो हो, मुखिया बा घरै हुनुहुन्छ? घरमै हुनुहुन्छ, आउनु। को आएर रहेछ नानी? हाम्रो गाउँको मुन्तली भाउजू आउनु भएको रहेछ। ल गाउँबाट सहर कसरी आइछ त त्यो? कसले ल्याइदिएछ त? खै यहाँ बाहिर बसिरहनु भएको छ। जाऊ गेट खोलिदेऊ। हस्। नमस्कार मुखिया बा। नमस्कार मुन्तली, कसरी आयौ त तिमी? गाउँबाट आउने मान्छे रहेछन्। मुखियाको बाको घर चिनेको छु मैले भने, म त तिनीहरूसँगै आएको। गाडीमा वाग्दा 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 टाउको दुखेर पहिलोचोटि गाडी चढेको मुखिया बा, साह्रै गाह्रो भा। के पर्यो र तिमीलाई त्यस्तो? के गर्ने मुखिया बा, तपाईँहरू उठेर आइहाल्नुभयो। मेरो त सुख दुःख बिसाउने बाटै भएन कोही पनि। यसो दुःख पर्दा तपाईँहरूकैमा जान्थेँ, तपाईँहरू आइहाल्नुभयो। खेतीपाती गरेर खाने नि केही रहेन, बाँधले केही राख्दैन। हातमुख जोड्न नि साह्रै गाह्रो पऱ्यो मुखिया बा। बरु म त यतै यसो तपाईँको जुठो भाँडो यसो गरेर बस्न पाए नि हुन्थ्यो भनेर आएको मुखिया बा। के गर्ने होला त? आऊ न त यतै बस। कसरी आयौ? केही खायौ कि खाएनौ बाटामा? ल बस, यतै बस, भलाकुसारी गरौँला। ल बस बस। केही छैन मुखिया बा, यो अलिकति घिउ थियो, हजुरलाई त्यही घिउ ल्याइदिएछु, लगिदिनुहोस्। किन पर्थ्यो त नानी यस्तो? केही छैन अरू गाउँतिर। के पाले हाउ? पाल्न त केही नि पाले होइन मुखिया बा। त्यही पल्लो घर यसो 2-4 दिन काम गरेको थिएँ, त्यही अलिकति घिउ बनाइदिनु भनेको थिएँ, त्यही ल्याइदिएको। ल ल नानी, ल ल बस, खानासाना खाने, गफ गर्ने। के कति दुःखले, के दुःख परेर आयो? दुःख त यस्तै हो नि मुखिया बा, जहिले नि दुःखै परिरहन्छ हामीलाई। सुखको खबर रहेनछ, जहिले दुःख हो। जति काम गरे नि अब पहिलाको हिसाब किताब नि अलिकति बाँकी नै होला। अहिले नि यसो छोरीको बिहे गर्नु पर्यो, 50,000 जति चाहिएको थियो। यसो कसलाई भन्ने, मुखिया बालाई नि भन्नु पर्यो भनेर आएको मुखिया बा। मिल्छ होला? जहिले पैसा माग्छौ तिमी। तिमीहरूका बुढाबुढीले त जहिले पैसा माग्ने, तिर्ने कहिल्यै होइन। पहिलाको पनि हिसाब किताब बाँकी छ कि जस्तो लाग्छ। कति पैसा मागे हो अहिले? नानी त्यो डायरी ल्याऊ त, कति छ पहिलाको हिसाब हेरौँ। हुन्छ, लिनुहोस्। ल यस्तो विधि बुढेसकाल लगाइहाल्यो। यो पैसा लाने जति सबै कता कता गए, कोही विदेश गए, कोही पहिला गए। अब पैसा उठाउन सकिन्न बा। अब म बुढोलाई सबैले हेप्ने, कसरी हुन्छ? मुन्तली होइन, मुन्तलीको वैशाखको 4 गते 3850 रुपियाँ ल रहेछ। भदौमा 4200 ल रहेछ। जम्मा तिमीहरूको यताउता गर्दा जम्मा 81,000 भयो नानी, पहिलाको हिसाब। त्यत्रो 81,000 त होइन कि मुखिया बा। त्यत्रो पैसा त मैले कहिले लगाएको छु र? त्यत्रो 18,000 होला मुखिया बा। 81,000? ओहो, कति हो 81,000 भने? मलाई त गन्न पनि आउँदैन। त्यत्रो धेरै त मैले लगाएको छैन जस्तो लाग्छ मुखिया बा। तिमीले जे गरे हौ त्यही लेखेको छु मैले। 4 20 1000 81,000
कहिले छोरा छ, कहिले बुढा छ, कहिले तिमिया छ, कहिले तिहार भनेको छ, कहिले चाहिँ के अरे अनेक चाडपर्व भनेको छ। पैसामा आहा भइहाल्छ नि। यो चाहिँ गरौँला, अरू अहिलेको पैसो पनि हिसाब किताब गरौँला, केही छैन, बस। मुखिया बा मैले त काम पर्दा पर्दा लया छु पैसा, काम गरेर तिरे पनि छु। ब्याज स्याज सबै जोड्नु भएको क्या हो यो दुखीलाई। बुढोलाई पैसा नदिया भए नि हुन्थ्यो। जहिले नि जान्छ, जाँड खान्छ, सुहाउँछ, केही राख्दैन। त्यही भएर त मैले दुःख पाएको अहिले। अब पैसा खोज्न मै आउनु पर्छ। छोरीको बिहा गर्न मलाई 50,000 चाहिएको मुखिया बा। बरु म यहीँ हजुरकै काम गरेर कटाउँला, त्यति चाहिँ मिलाइदिनु भयो हुन्थ्यो। मेरो त कामै अड्किन्थ्यो मुखिया बा। ल ल केही भएन, यहीँ बस। माथितिर यसो सानो कोठा छ, त्यतै बस्लियो। यसो सरसफाइ यताउता कपडा सपडा धोइदिने गर्नु। पैसा चाहिँ जसरी पनि चौता गर्नुपर्छ, काम गरेर नि गर्नु पर्यो। मैले पनि यो बुढेसकालमा चाहिँ भत्ता लिली जम्मा गरेर पैसा हो, पैसा त चाहियो, चौता त गर्नु पर्यो। हस् त मुखिया बा, अब त्यति भने नि गरिदिनु भयो यो दुखीलाई। अलिकति सहारा भयो है त।